नम्बर अफ 72 जिकेमा आज हामी सुन्न अचम्म लाग्ने व्यवहारिक जीवन यापनमा प्रयोग हुने गाउँ खाने कथाहरू लिएर आएका छौं। सुरु गरौं पहिलो गाउँ खाने कथाबाट। अजङ्गे बाबु बजङ्गे छोरो, कालो नाति सेतो पनाति के हो? यसको सही जवाब तल कमेन्टमा दिनुहोला। म यसको उत्तर भिडियोको अन्त्यमा दिनेछु। अक्षर छ किताब होइन, डुल्छ खुट्टा छैन, आउँछ जान्छ पाउना पनि होइन, खाना पनि हुँदैन लगाउन नि हुँदैन, तर यो चिज नभई हुँदैन, के होला? यसको सही जवाब हो रुपैयाँ अर्थात पैसा। कालीगंगा गौरीघाट 32 हाँगा एउटै पात के होला? यसको सही जवाब हो जिप्रो। अर्को गाउँ खाने कथा। आगोमा उभिएका 3 भाइ, न्युरिएका घाँटीमा एउटै सिक्री सिउरिएका के हो? यसको सही जवाब ओदान हो। घरतिर जाँदा वनतिर मुख, वनतिर जाँदा घरतिर मुख के होला? यसको सही जवाब हो बन्चरो। मात्र एक मुठीको खर, सजिलैसँग घुमाउने घर के होला? यसको सही जवाब हो छाता। आमा चाहिँ बक्सिनी, छोरी चाहिँ सुकुमारी के चीज होला? यसको सही जवाब गुलाबको फूल। अघि अघि शंख झैं बजाउँछ, पछि पछि ध्वजा हल्लिन्छ के होला? यसको सही जवाब रहेको छ कुकुर घुकेको। अर्को गाउँ खाने कथा। अँध्यारोमा देखिन्छ उज्यालोमा हुँदैन, जति नै कोसिस गरे पनि टिप्न सकिँदैन के होला? यसको सही जवाब हो आकाशमा रहेका ताराहरू। मैले तपाईहरूलाई सुरुमा सोधेको गाउँ खाने कथा अजङ्गे बाबु बजङ्गे छोरो, कालो नाति सेतो पनाति के होला भनेर सोधेको थिएँ। त्यसको सही जवाब हो कटुसको फल। भिडियो कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला। हामी अर्को भिडियोमा भेट्ने नै छौं। धन्यवाद।